लो है गाइसहरु हामी चाहिँ लागेको हो पानी बनाउनु र बर्खाको टाइममा चाहिँ अब बेसी पहिरोहरुले गर्दाखेरि अलिकति माथि पानीहरु बिग्रेको रहेछ के। अब यहाँ हेर्नुस् दुईटा एकदमै यो 32 को पाइप चाहिँ यहाँनेर दुई जनाले बोकेर लादै छौं र एकदमै लङ्गेस्ट हिड्नु पर्ने छ। अनि त्यहाँदेखि यहाँनेर दुईटा पाइप चाहिँ लानु पर्ने छ र अब यो दुईटा पाइप अब माथि चाहिएको हुनाले गर्दाखेरि चाहिँ अब हामीहरु बोकेर लानु पर्ने छ। अब यसलाई यो दुईटा पाइपलाई अब गाडी रिजर्भ गर्न सकिँदैन, त्यसैले अब एकदमै बोकेर जाँदै छौं। लगभग माथि चाहिँ अब पुग्नुको लागि चाहिँ 15-20 मिनेट ज्यादा लाग्न सक्छ हो र एकदमै अब बोकेर जाँदै छौं। अब एकदमै हालत पतला भइरहेको छ रे हो र अब चाहिँ हामीहरु लिएर जाँदै छौं। यहाँ हेर्नुस् होला एकदमै जनसंख्या बेसी भेला भएर चाहिँ हामीहरु जाँदै छौं। अब चाहिँ यहाँनेर माथि पानी अलिकति खानु अभाव हुनुको कारणले गर्दाखेरि अब बनाउनै पर्ने हुन्छ र अस्टिट्युन हेर्दै गर्नुस् होला। अहिले चाहिँ हामीहरु लगभग यहाँनेर आधी बाटो आइपुगिसकेको छौं। लगभग हिँड्दा पाइप बोकेर हिँड्दा यहाँनेर बिनै गरम भइसकिसकेको छ र दुई भाइ चाहिँ उफ पर डाँडा काटिन आँटिसकेको छ हो। अब यो डाँडा काटेर अलिक पल्लोपट्टि पुग्नु पर्ने छ र हेर्नुस् होला यहाँनेर साउल दाजु र म चाहिँ यहाँनेर गलेर बिसाइरहेको छु यहाँनेर पाइप बोक्नु नसकेर हो र अब एकैचोटि माथि भेट्यौं होला। फाइनली हामीहरु चाहिँ यहाँनेर पानी बिग्रेको जग्गामा आइपुगिसकेको छौं। लगभग 20-25 मिनेट लागिसकेको छ एउटा पाइप बोकेर आउँदाखेरि चाहिँ र यहाँनेर पछाडिपट्टि यहाँनेर अर्काको यहाँ क्यान्टिनको अगाडिपट्टि यहाँनेर अलिकति पाइप लिक हुनुको कारणले गर्दाखेरि यहाँनेर मेन्टेनेन्स गर्नुको लागि हामीले यहाँनेर आइपुगिसकेको छौं र हेर्नुस् होला यहाँनेर केटाहरूले यहाँनेर काम थालिसकेको छ र एकदमै यहाँनेर चाहिँ चाम्रो छ नि त। चाम्रो हुनुको कारणले गर्दाखेरि यहाँनेर झ्याम्पल पनि गाडेर निकै गाह्रो भइरहेको छ। यहाँनेर हेर्नुस् होला भीमराजले चाहिँ खास खालको यहाँनेर काम गर्दैछ। यहाँनेर झ्याम्पलले उकाउनु निकै गाह्रो हुनुको कारणले गर्दाखेरि चाहिँ यहाँनेर हेर्नुस् होला भत्किनु यहाँ गाह्रो भइरहेको छ। हेर्नुस् होला यो चाहिँ खास चाहिँ यहाँदेखि चाहिँ यहाँनिर अलिकति यस्तो प्रकारले लिक भइरहेको छ र यसको चाहिँ पाइप अब यो चाहिँ चेन्ज गर्नुपर्ने छ। मनोज साथीले एकदमै यहाँनिर तारले यहाँनिर काटिरहेको छ र यो पानीको स्पोन्सर चाहिँ आजको हाम्रो यहाँ अर्जुन सर हुनुहुन्छ। पानीको स्पोन्सर चाहिँ यहाँ हेर्नुहोस् होला फाइनली यहाँनिर मेन जग्गामा यहाँनिर काम गर्ने स्टार्ट गरिसकेको छौँ हामीहरू। यहाँ हेर्नुहोस् होला यहाँ दुई भाइले चाहिँ यहाँनिर पाइप काटिसक्नु आँटिसकेको छ। दुई भाइको काम कडा छ। यहाँनिर हेर्नुहोस् होला यहाँनिर पाइप चाहिँ अब यताउति काटिसकेर यहाँनिर यति खनेर चाहिँ यति उतारेर चाहिँ यहाँनिर निकाल्दैछ। पुरा यो गसो पाइपहरू रहेछ यहाँनिर मनोज साथी एक्लैले खनिराख्नु भएको छ। बिचरा मनोज साथीले एक्लै खनिराख्नु भएको छ। यहाँदेखि चाहिँ सिन यस्तो देख्दो रहेछ। अघि चाहिँ हामीहरू चाहिँ यहाँ परबाट आएको यहाँ देख्नुहोस् यो पर सानो अलिकति जुप्पा देखिँदैछ। त्यहाँबाट चाहिँ यस्तो हुँदै यहाँ रोडबाट चाहिँ फाइनली हामीले यहाँ आइपुगिसकेको छौँ। यो रोड एरियामा चाहिँ यहाँनिर एकदमै पानी लिकेज भइरहेको छ। त्यसै कारणले चाहिँ पानी यहाँनिर यता माथिल्लोपट्टि यहाँ हेर्नुहोस् रोडमा आएकै छ हो। चाहिँ अब योहरू सबै यहाँनिर यहाँदेखि खन्दैछ अहिले। अब यहाँ खनेर यता यहाँसम्म कहाँसम्म यहाँनिर लिकेज भइरहेको छ। त्यहाँनिर पत्तो लाएर चाहिँ अहिले यहाँनिर पाइपहरू यहाँनिर एक्सचेन्ज गर्नुपर्ने छ। अब यहाँनिर पानीहरू यहाँनिर हामीले तल खाँदैछौँ र यहाँनिर खाँदै गर्दाखेरि चाहिँ पानी लिकेज भयो भने चाहिँ यहाँ तल अरूको घरहरू ड्यामेज हुन्छ। त्यसै कारणले चाहिँ हामीले यहाँनिर पाइप फेर्नको लागि चाहिँ यहाँनिर आइपुगिसकेको छौँ। यहाँ हेर्नुहोस् न यहाँनिर यो पाइपै लिकेज भएर चाहिँ यहाँनिर यति साह्रो यहाँनिर हिलो पनि भइरहेको छ हो।
र अब हामी चाहिँ यहाँनिर पाइप फेर्नको लागि यहाँनिर हामीहरू सबै एकजुट भएर यहाँनिर खन्दै यहाँनिर काट्दै भए पनि मिलाउँदैछौँ। ल अब चाहिँ यहाँनिर आइपुगिसकेको छु। यो चौताराभित्र यतापट्टि पसेको रहेछ। धन्न यो चौतारा चाहिँ अलिकति भत्काउनु परेन हो। ल यसको काम तमाम भइसकिसकेको छ। अब चाहिँ नयाँ पाइप लाउनु पर्ने छ। यहाँ हेर्नुहोस् होला, यहाँ चाहिँ अब पानी बनाएर हेर्नुहोस् यहाँनिर घाम यस्तो डलाग्दो लागिरहेको छ हो। अन्त पुरा गलेर चाहिँ अब यहाँनिर हामीहरू खाजा खाँदैछौँ। दुई भाइ चाहिँ अलिकति यहाँनिर पाइप नपुग्नुको कारणले गर्दा बजार ल्याउनु गएको छ। यहाँ चाहिँ मेरो खाजा अब चाहिँ यहाँनिर खाजा खानु सुरुवात हुँदैछ है। फाइनली हाम्रो चाहिँ यहाँनिर काम सक्सेस भइसकिसकेको छ। हेर्नुहोस् होला, अब चाहिँ यहाँनिर अलिकति गाड्नु मात्रै पर्नेछ हो। हेर्नुहोस् होला, लु है हामीहरू चाहिँ यहाँनिर अब काम सकेर हामीहरू चाहिँ लाग्दैछौँ है। अब चाहिँ लाग्दैको दुईजनाले चाहिँ सकिसक्यौँ। अब चाहिँ हामी चाहिँ अहिले चाहिँ गाडीमा जाँदैछौँ। अघि चाहिँ एकदम पाइप बोक्नु थियो र चाहिँ हामीहरू हिँडेर आयौँ होइन। लु ओके गाइजहरू, ल हामी चाहिँ भेट्दै गरौँ गाइस।